Hello everyone, this is Sumesh, and today we are going to talk about a very interesting topic of class 8, 9, and 10, and that is the classification of living beings. So, as a को chapter मा हामी एकदम राम्ररी डिस्कस गर्ने छौं कि 2 kingdom classification कस्तो थियो, 3 kingdom classification, 4 kingdom classification, and 5 kingdom classification र classification किन गर्नु पर्यो, के फाइदा छ, all about it, the types of cell we are going to talk about here. And so let's start. So what is classification of living beings? So classification of living beings means it is a method of arranging living organism into various groups on the basis of similarities or dissimilarities. भन्नुको मतलब the living organism को similar properties or different properties को आधारमा उनीहरुलाई डिफरेन्ट ग्रुपमा राख्नुलाई हामी के भन्छौं त क्लासिफिकेसन भन्छौं। जस्तै कि हामी आफ्नो स्कुलहरुमा 4 वटा 5 वटा सेक्सन बनाइएको हुन्छ भने हुन्छ नि के ल ए सेक्सन द टप सेक्सन हुन्छ भनेखेरि सो ए सेक्सन याद गर्ने बित्तिकै हामीले के याद हुन्छ हो यो सेक्सनको बच्चा एकदम राम्रो छ भाइ। सपोज डी सेक्सन छ भन्ने हाम्रो मनमा के आउँछ डी सेक्सन भन्नुको मतलब एकदम वीक बच्चाहरु छ भनेर त्यसमा कुनै ट्यालेन्ट पनि होला भने वी थिंक एउ पनि कमजोर नै छ भनेर हामी बुझ्छौं। त सो हामी भन्न सक्छौं कि क्लासिफिकेसन भनेको के हो त उनीहरुको प्रोपर्टिज को आधारमा अलग-अलग ग्रुपमा राख्नुलाई हामी के भन्न सक्छौं त क्लासिफिकेसन भन्न सक्छौं। सो अब हामी कुरा गर्छौं कि व्हाई द क्लासिफिकेसन इज इम्पोर्टेन्ट। सो व्हाट इज द इम्पोर्टेन्स अफ क्लासिफिकेसन, क्लासिफिकेसनको जरुरी के छ, किन क्लासिफिकेसन गर्नु पर्यो। सो पहिलो कुरा यो रहेछ कि इट हेल्प्स टु आइडेन्टिफाई द भेरियस अर्गानिजम, डिफरेन्ट किसिमको अर्गानिजम्सलाई पत्ता लगाउनको लागि इजी भइहाल्छ यदि क्लासिफिकेसन छ भने। सिमिलरली इट मेक्स द स्टडी अफ लिभिङ अर्गानिजम इजी एन्ड सिस्टमेटिक। कुनै पनि पार्टिकुलर लिभिङ अर्गानिजमको बारेमा हामी पढ्न पर्छौं भने यो एकदम इजी भइहाल्छ र सिस्टमको रूपमा भइहाल्छ, सिस्टमेटिक रूपमा भइहाल्छ। सिमिलरली it helps to understand the relation among the different groups हरुको बीचमा रिलेसन के को छ, के को डिफरेन्स छ, इजिली पत्ता लाग्न सक्छ। Similarly it projects a picture of all life form at a glance। यदि एकैचोटीमा अब फर एक्जाम्पल मोनेरा याद गर्ने बित्तिकै मोनेरा मतलब यो अब्जेक्ट्सहरु हुन्छ भने बुझ्छौं। भर्टिब्रेट्स मतलब अच्छा यसको मतलब उनीहरुसँग ब्याकबोन छ भने भर्टिब्रेट्स हामी बुझ्छौं हो नि। यसै ग्रुप्सहरु हामी क्लासिफाई गर्न सक्छौं। सिमिलरली यसले कुनै पनि अर्गानिजमको इभोल्युसन कसरी भयो भनेर पनि हेल्प गर्छ। क्लासिफिकेसन अफ लिभिङ अर्गानिजम्सको बारेमा जान्नु भन्दा पहिला हामीले पहिला टाइप्स अफ सेलको बारेमा जान्नु पर्यो। सो ऑल ओभर द वर्ल्ड पूरा दुनियामा जति पनि लिभिङ अर्गानिजम छ नि उनीहरुमा दुई किसिमको सेल पाउँछ। आइदर त्यो सेल प्रोक्यारियोटिक सेल हुन सक्छ, अदरवाइज त्यो यूक्यारियोटिक सेल हुन सक्छ। प्रोक्यारियोटिक सेल र यूक्यारियोटिक सेल भन्नुको मतलब के हो, जस्तै कि तपाईलाई थाहा छ यो दुनियाको हरेक अर्गानिजम्सको बडी सेलबाट बनेको हुन्छ। सेल मिलेर टिस्यु बनाउँछ, टिस्यु मिलेर अर्गन बनाउँछ, अर्गन मिलेर सिस्टम बनाउँछ र सिस्टम मिलेर कुनै पनि अर्गानिजमको बडी बनेको हुन्छ। फर एक्जाम्पल आवर बडी, हाम्रो पनि बडीमा धेरै सिस्टम्सहरु छ, त्यो पनि बनेको छ हैन। कसरी बनेको छ भन्दाखेरि द कम्बिनेसन अफ सेल बनेको छ। जस्तै कि एउटा घरमा एउटा बिल्डिङ बनाउनको लागि इटा माथि इटालाई जोडेर जुन बिल्डिङ बनाइन्छ, हाम्रो पनि बडी कसरी बनेको छ त सेल माथि सेल कम्बाइन्स भएर हाम्रो बडी बनेको छ। सेलको पिक्चर यहाँ तपाई हेर्न सक्नुहुन्छ। दिस इज अ पिक्चर अफ ओनियन सेल। ओके, सो अगाडि बढ्दाखेरि हामी यो बुझौं कि यो दुनियामा अब लिभिङ अर्गानिजम्सको बडी बनेको छ भने दुई किसिमको सेल हुन सक्छ। आइदर त्यो सेल प्रोक्यारियोटिक सेल हुन सक्छ या त यूक्यारियोटिक सेल हुन सक्छ। सो प्रोक्यारियोटिक सेल मतलब के र यूक्यारियोटिक सेल मतलब के त प्रोक्यारियोटिक सेल भन्नुको मतलब यो पहिला अलिकति पुरानो सेल हो र यो सेल पछि यो सेल डेभलप भएको छ भन्ने बुझिन्छ। साथै प्रोक्यारियोटिक सेल हुन्छ जो एकदम लेस पावरफुल हुन्छ र यूक्यारियोटिक सेल अलिकति पावरफुल हुन्छ। यसको मतलब यो प्रोक्यारियोटिक सेल एकदम डेभलप भएको हुँदैन। फर एक्जाम्पल जति पनि कोरोना भाइरसहरु थियो, चाहे भाइरसहरु हुन्छ जो बिमारीहरु फैलाउँछ, उनीहरुको सेल प्रोक्यारियोटिक सेल हुन्छ जो कि भेरी डेभलप भएको हुँदैन र यिनीहरुको रिप्रोडक्सन मल्टिप्लिकेसन धेरै फास्ट हुन्छ। त्यही भएर कोरोना भाइरस एकदम स्प्रेड गरियो हैन। सो दे हैव प्रोक्यारियोटिक सेल र बाकी यूक्यारियोटिक सेल भन्नुको मतलब इट इज काइन्ड अफ डेभलप्ड सेल जुन हामीमा पाउँछ, लिभिङ अर्गानिजममा पाउँछ, अरु पनि अर्गानिजम्सहरुमा पाउँछ। कुन सेल यूक्यारियोटिक सेल। ओके, अच्छा और त्यसपछि यिनीहरु लेस पावरफुल हुन्छ, बुझि नै हाल्यो। यिनीहरु पावरफुल हुन्छ आइसक्यो। ओके, दे हैव नो न्यूक्लियस र बेसिकली डिफाइन गरियो भने के बुझिन्छ
Prokaryotic cell means having no nucleus and eukaryotic cell means having nucleus or presence of nucleus. So यो मेजर डिफरेंस हामी बुझ्न सक्छौं, मेजर दिमागमा राख्न सक्छौं कि प्रोकैरियोटिक सेल मतलब नो न्यूक्लियस, यूकैरियोटिक सेल मतलब देयर इज न्यूक्लियस। यदि डिफरेंस बुझ्दा इजी हुन्छ, अगाडि तपाईले बुझ्दै जानुहुन्छ। र मैले भनि नै सक्यो प्रोकैरियोटिक सेल्स आर नट वेल डेभलप्ड व्हाइल यूकैरियोटिक सेल्स आर मोर डेभलप्ड। Similarly, do not have mitochondria while the eukaryotic cell have mitochondria। अरु पनि धेरै डिफरेन्सेसहरु छ। यति हामी के बुझ्यो भन्दाखेरि दुनियामा जति पनि लिभिङ अर्गानिजम छ उनीहरुको बडीमा आइदर प्रोकैरियोटिक सेल हुन सक्छ और यूकैरियोटिक सेल हुन सक्छ। जो अर्गानिजममा प्रोकैरियोटिक सेल छ त्यो अर्गानिजम एकदम डेभलप भएको हुँदैन, ब्याक्टेरियाहरु भाइरसहरु भइहाल्यो, र यूकैरियोटिक भएको अर्गानिजमको बडी एकदम वेल डेभलप भएको हुन्छ। सो अब हामी क्लासिफिकेसन अफ लिभिङ अर्गानिजमको बारेमा जान्छौं, कसरी सुरुदेखि एकदम अर्लिएस्ट साइन्टिफिक क्लासिफिकेसन एकदम सुरुदेखि लिएर अहिलेसम्म 5 किंगडम क्लासिफिकेसन सम्म कसरी भयो अब हामी बुझ्छौं। सो लेट मी इरेज इट। अब हामी क्लासिफिकेसन अफ लिभिङ बीइंग्स को बारेमा कुरा गर्छौं, कसरी क्लासिफिकेसन भयो लिभिङ बीइंग्समा। त जस्तै कि तपाईलाई थाहा छ यो पूरा दुनियामा जति पनि लिभिङ अर्गानिजम छ त्यो सुरुमा आइदर एनिमल्स हुन सक्छ और प्लान्ट्स हुन सक्छ। सो अर्लिएस्ट साइन्टिफिक क्लासिफिकेसन हाम्रो फादर अफ बायोलोजी एरिस्टोटलले दिनुभयो। उहाँले के भन्नुभयो, यो दुनियामा मात्र दुई किसिमको अर्गानिजम छ, आइदर प्लान्ट्स और एनिमल्स। त्यसपछि सुरुवात हुन्छ हाम्रो 2 किंगडम क्लासिफिकेसन, 3 किंगडम क्लासिफिकेसन, 4 किंगडम और 5 किंगडम क्लासिफिकेसन। सो 2 किंगडम क्लासिफिकेसनमा के गर्यो, कोरलेस लिनियसहरुले के गर्नुभयो, उहाँले पनि भन्नुभयो कि प्लान्ट्स र एनिमल्स गरेर दुईवटा मात्र किंगडम छ यो पूरा लिभिङ अर्गानिजम्समा। पछि के थाहा भयो, यो लिभिङ अर्गानिजम लाइक अब ब्याक्टेरियाहरु भयो भने यिनीहरुले कहाँ राख्ने, चाहे प्रोकैरियोटिक यूकैरियोटिक और यूनिसेलुलर अर्गानिजमलाई त राख्न मिलेन। एनिमल्स भयो भने त्यो पनि त मल्टीसेलुलर अर्गानिजम भयो र यूकैरियोटिक सेल भएको अर्गानिजम भयो। अनि पछि भएर भन्यो हैन, अब हामी 3 किंगडम क्लासिफिकेसनमा विश्वास गरौं जसमा प्लान्ट आइहाल्छ, एनिमल्स आउँछ र प्रोटिस्टा आउँछ। प्रोटिस्टामा के गरियो, जति पनि यूनिसेलुलर अर्गानिजम थियो र यूकैरियोटिक सेल भएको अर्गानिजमलाई राखियो। यूनिसेलुलर अर्गानिजम भन्नुको मतलब द अर्गानिजम हुज बडी इज मेड अप अफ ओन्ली सिंगल सेल। भन्नुको मतलब जसको एउटा सेल मिलेर बनेको छ। फर एक्जाम्पल हैविङ सिंगल सेल, यदि कसैको बडी एउटा सेलले मात्र बनेको छ भने त्यसलाई हामी यूनिसेलुलर अर्गानिजम भन्छौं। र यदि कुनै अर्गानिजमको बडी यदि मल्टिपल्स अफ सेल मिलेर बनेको छ भने हामी उलाई के भन्छौं, मल्टीसेलुलर अर्गानिजम भन्छौं। जस्तै कि हाम्रो बडी धेरै सेलहरु करोडौं सेलहरु मिलेर बनेको छ, सो वी आर मल्टीसेलुलर अर्गानिजम। तर ब्याक्टेरिया भइहाल्यो, उनीहरुको बडी एउटै सेलबाट बनेको हुन्छ, भाइरसहरु भइहाल्यो, सो उनीहरुलाई हामी के भन्छौं, यूनिसेलुलर भन्छौं। सो 3 किंगडम क्लासिफिकेसनमा के भयो, प्लान्ट्स भयो, एनिमल्स भयो र एउटा प्रोटिस्टाको डेभलप भयो जसमा यूनिसेलुलर र सबै के यूकैरियोटिक सेल्सहरुलाई भएको जीवहरुलाई राखियो। त्यसपछि के पत्ता लाग्यो, अहिले पनि ब्याक्टेरियाहरु र केही प्रोकैरियोटिक सेलहरु छुटियो। अनि साइन्टिस्टले के गर्यो, 4 किंगडम क्लासिफिकेसन डेभलप गर्यो जसमा प्लान्ट्स, एनिमल्स रहिहाल्यो, प्रोटिस्टा जुन यता डेभलप भइसकेको थियो, र लास्टमा एउटा आयो मोनेरा। मोनेरामा के गरियो, प्रोकैरियोटिक्स ब्याक्टेरियाहरुलाई राखियो जो कि एकदम सिंगल सेलले बनेको हुन्छ। ओके, अब के गरियो, यो 2 किंगडम क्लासिफिकेसन, 3 किंगडम क्लासिफिकेसन, 4 किंगडम क्लासिफिकेसन सम्म आउँदा पनि समस्या समाधान हुन सकेन। हरेक लिभिङ अर्गानिजम अहिले पनि प्रपर ठाउँमा रहन सकेको थिएन। त्यही भएर के समस्या आयो त, यूनिसेलुलर र मल्टीसेलुलर अर्गानिजमलाई छुट्याउन सकिएको थिएन प्रोपरली। त्यसपछि प्रोकैरियोटिक र यूकैरियोटिक सेलहरुको अर्गानिजमलाई छुट्याउन सकिएको थिएन राम्ररी। त्यसपछि ग्रीन प्लान्ट्स एन्ड नन ग्रीन प्लान्ट्सलाई पनि छुट्याउन सकिएको थिएन, लाइक मशरूम भयो त्यो त नन ग्रीन प्लान्ट्स भयो, अनि यो बाकी नर्मल प्लान्ट्स ग्रीन प्लान्ट्स, तर उनीहरुलाई सबै प्लान्ट्समा राखियो। सो यो पनि क्लियर भएन। त यस्ता ड्रबैक्सहरु आयो, धेरै कमी कमजोरीहरु पत्ता लाग्यो हैन। त्यो कमी कमजोरीलाई कम गर्दै फाइन्ड आउट गर्दै रोबर्ट एच विटेकर साहबले के गर्नुभयो, 5 किंगडम क्लासिफिकेसन दिनुभयो। र 5 किंगडम क्लासिफिकेसनमा मोनेरा आयो, डेभलप भयो, यहाँबाट प्रोटिस्टा एउटा डेभलप भयो र एउटा उहाँले फन्जाइको डेभलप गर्नुभयो। फन्जाइ भन्नुको मतलब नन ग्रीन प्लान्ट जो के हुन्छ त
फोटोसिन्थेसिस गर्न सक्दैन एन्ड दे आर हेट्रोट्रफ्स। सो म एउटा कुरा भन्दिउँ यहाँ, दुनियाँको दुई किसिमको लिभिङ अर्गानिजम्स हामीले पाउन सक्छौँ। दे मे बी autotrophics or heterotrophics. Autotrophic organisms means the organisms they can perform photosynthesis and can prepare their own food. त्यो organism जो photosynthesis गर्न सक्छ र आफ्नो खाना आफै बनाउन सक्छ, they are known as autotrophic nutrients or autotrophic organisms. Similarly, the organism they cannot prepare their own food, आफ्नो खाना आफै बनाउन सक्दैन भने हामी त्यसलाई हेट्रोट्रफ अर्गानिजम्स भन्छौँ। ओके, सो यो सबै समस्याहरू रहँदा र भएकै कारणले गर्दा हाम्रो 5 किंगडम क्लासिफिकेसन आयो, जसमा मोनेरा रहिहाल्यो, प्रोटिस्टा, फन्जाई, प्लान्टाई एन्ड एनिमलिया रहेको थियो। सो अब यो हामी मोनेरा, प्रोटिस्टा, फन्जाई, प्लान्टाई, एनिमल्स यिनीहरूको बारेमा हामी डिटेल्समा डिस्कस गर्न गइरहेको छौँ। Okay, now we have a 5 kingdom classification. I have made a chart here. You can pause the video and you can copy it. So मैले चार्ट बनाइसकेको छु, तपाई कपी गर्न चाहनुहुन्छ भने भिडियो पज गरेर कपी गर्न सक्नुहुन्छ। सो 5 किंगडम क्लासिफिकेसनमा बेसिकली के भयो भन्दाखेरि 5 वटा भागमा बाँडियो, जसमा मोनेरा, प्रोटिस्टा, फन्जाई, प्लान्टाई एन्ड एनिमलिया आयो। ओके, सो मोनेरा अन्तर्गत कस्तो जीव पर्यो, प्रोटिस्टा अन्तर्गत कस्तो जीव पर्यो, फन्जाई अन्तर्गत कस्तो जीव पर्यो, प्लान्टाई र एनिमलिया अन्तर्गत कस्तो जीव पर्यो, उनीहरूको बारेमा एक्सप्लेनेसन यहाँ छ। जस्तै कि हामी हेर्न सक्छौँ, मोनेरा अन्तर्गत पर्ने जीवहरू सबै प्रोक्यारियोटिक थियो। प्रोक्यारियोटिक भन्नुको मतलब हैविङ नो न्यूक्लियस हामी बुझ्न सक्छौँ अहिले। र प्रोटिस्टा अन्तर्गत पर्ने जीवहरू सबै युक्यारियोटिक थियो। फन्जाईमा, प्लान्टाई र एनिमलिया बाँकी सबमा पर्ने जीवहरू वेल डेभलप थियो हल्का, र यिनीहरूसँग युक्यारियोटिक सेल थियो। बट मोनेरा एकदम लेस डेभलप हुन्छ, जुन प्रोक्यारियोटिक सेलबाट बनेको हुन्छ। त्यसपछि हामी के बुझौँ कि मोनेरा युनिसेलुलर हुन्छ, यानी एउटा सेलबाट बनेको हुन्छ। सो मोनेरा अन्तर्गत जति पनि जीव पर्छ उनीहरू प्रोक्यारियोटिक हुन्छ र युनिसेलुलर हुन्छ, यो हामी बुझ्यौँ। त्यसपछि प्रोटिस्टामा जुन हुन्छ यो पनि युनिसेलुलर हुन्छ, एउटा सेलबाट मात्र बनेको हुन्छ। र फन्जाई मल्टिसेलुलर हुन्छ, एक्सेप्ट इस्ट जुन छ त्यसमा युनिसेलुलर हो, बाँकी सबै पनि फन्जाईमा पर्ने जीवहरू के हुन्छ त मल्टिसेलुलर हुन्छ। त्यसपछि प्लान्टाई एज वी अल नो मल्टिसेलुलर नै हो र एनिमल पनि मल्टिसेलुलर नै हो। मल्टिसेलुलर मतलब हैविङ मोर सेल्स इन द बडी। ओके, अब मोनेरा अन्तर्गत जति पनि जीव पर्छ त्यो माइट बी हेट्रोट्रफ्स और अटोट्रफ्स। मोनेरा अन्तर्गत पर्ने जीवहरू सबै हेट्रोट्रफ हुन्छ, केही अटोट्रफ पनि हुन्छ, केही ब्याक्टेरियाहरू। फर एक्जाम्पल साइनोबैक्टेरियाज can perform photosynthesis process and so they are called autotrophs organisms. Okay, तर केही केमिकलबाट पनि गर्न सक्छ, फुड बनाउन सक्छ। ओके, सो उनीहरू पनि यसै अन्तर्गत पर्छ। नाउ प्रोटिस्टामा पर्ने जीवहरू केही अटोट्रफ हुन्छ भने केही हेट्रोट्रफ पनि हुन सक्छ। सो फन्जाईमा पर्ने सबै जीवहरू हेट्रोट्रफ्सहरू हुन्छ र यिनीहरूले सैप्रोफाइटिक्स पनि भन्छौँ, सैप्रोफाइट्स पनि भन्छौँ। किन? बिकज दे डिपेन्ड अन डेड एन्ड डिकेइङ म्याटर। सो one question can come in your exam, why fungi are called saprophytes? So fungi are called saprophytes because they depend on dead and decaying matters. Okay, त्यसपछि प्लान्टाई all are autotrophs, as we all know. All the plants can perform photosynthesis and they can prepare their own food, so they are known as autotrophs organisms. While as we all know, all the animals cannot prepare their own food and so they are called heterotroph organisms. यिनीहरूले खाना बनाउन सक्दैन, त्यही भएर यिनीहरूलाई के भनिन्छ, हेट्रोट्रफ्स भनिन्छ। सो अब हामी के बुझ्यौँ भन्दाखेरि मोनेरामा जुन अर्गानिजम हुन्छ उनीहरूमा सेलवाल हुन्छ। ओके, केबाट बनेको हुन्छ भन्दाखेरि पेप्टिडोग्लाइकनबाट बनेको हुन्छ। त्यस्तै प्रोटिस्टा अन्तर्गत पर्ने जीवमा जुन सेलवाल केहीमा प्रेजेन्ट हुन्छ र केहीमा नपनि हुन सक्छ। त्यस्तै फन्जाई अन्तर्गत पर्ने जति पनि जीव छ उनीहरूमा सेलवाल प्रेजेन्ट हुन्छ र यिनीहरू काइटिनबाट बनेको हुन्छ। ओके, सिमिलरली प्लान्टाई अन्तर्गत जति पनि जीव पर्छ obviously they are plants and so they have cell wall and that is made up of cellulose. But as we know, animals have no cell wall in their body or in their cell. Okay, and so animals सँग cell wall हुँदैन। ओके, अब हामी कुरा गर्यो एक्जाम्पल को भने मोनेरा अन्तर्गत पर्ने जीवहरू हाइपरथर्मस हुन सक्छ, पाइरोबोलस हुन सक्छ, राइजोबियम हुन सक्छ।
त्यस्तै एमोइबा हुन सक्छ, प्रोटिस्टा अन्तर्गत पर्ने जीवहरू, प्यारामेसियम हुन सक्छ, चप्पलको आकारमा हुने जीव होइन, र एमोइबाले आफ्नो बडीलाई ब्रेकडाउन गर्न सक्छ, यो पनि हो, सेप चेन्ज गर्न सक्छ बडीलाई। युग्लिना हुन सक्छ भने फन्जाई अन्तर्गत ब्रेड मोल्ड्सहरू, जुन ब्रेडमा रोटीमा केही फालिदियो भने 10 दिन 5 दिनको लागि त्यसमा जुन ढुसी लाग्छ, द्याट इज कल्ड ब्रेड मोल्ड, सो द्याट अल्सो लाइज इन फन्जाई ग्रुप। सिमिलरली पेनिसिलियम हुन सक्छ, मसरुम हुन सक्छ र इस्टहरू हुन सक्छ, कसमा त हाम्रो फन्जाई ग्रुपमा पर्छ। प्लान्ट्समा अल द ग्रीन प्लान्ट दे क्यान प्रिपेयर देयर ओन फुड, त्यो प्लान्टाई ग्रुपमा परिहाल्यो। एप्पल ट्री, म्याङ्गो ट्री, वाट एभर द ग्रीन प्लान्ट्स वी हेभ, द्याट अल लाइज इन द प्लान्टाई ग्रुप। एन्ड सिमिलरली एनिमलीय ग्रुप भन्नुमा के परिहाल्छ त, सबै एनिमल्स, yes we are also animals, so we also are in animal group. Dog, cat, bat, whatever the animals are there, they all are in animal group. So basically हामी के पर्यो भन्दाखेरि 5 किङडम क्लासिफिकेसनमा यो दुनियाँको जति पनि लिभिङ अर्गानिजम्स छ, यो दुनियाँमा जति पनि लिभिङ अर्गानिजम्स छ त्यो सबैको बारेमा यो 5 किङडममा क्लासिफाई गरिसकेको छ। जस्तै हामी कुरा गर्यो भने यो दुनियाँमा यति बिलियन्स अफ लिभिङ अर्गानिजम्स छ, त्यो सबको बारेमा सिंगल सिंगल पढ्न गयो भने इट इज नट पोसिबल, र हामी पढ्न पनि सक्दैनौँ। सो उनीहरूलाई के गरियो त 5 किङडम्समा क्लासिफाई गरियो, द्याट इज मोनेरा, प्रोटिस्टा, फन्जाई, प्लान्टाई र एनिमल, र उनीहरूसँग यी फिचर्सहरू हुन्छ र यो फिचर्सको बेसिसमा उनीहरूलाई क्लासिफाई गरियो। सो यो हो all about classifications of living organisms, either 2 classification, 3, 4 and at last we have 5 classification. So it is very beneficial for your exam point of view, so it is applicable for 8, 9 and 10. So keep the concepts in the further education, like if you wanna do plus 2 science in the biofield, it is really helpful there. So thank you everyone, stay tuned and please don't forget to subscribe the YouTube channel Sumesh Sir. Okay, have a good day. Bye everyone.